नमस्कार, पाटीगाउँ सेरोफेरो.com मा स्वागत छ। म तपाईहरूकै साथी सिर्जना। सुगम जिल्लाको दुर्गम भेग भनेर चिनिएको पाटीगाउँ वास्तवमै भौगोलिक बनावटका कारण यहाँको जनजीवन साँच्चै कष्टकर छ। केरबारी गाउँपालिका वडा नम्बर 1 पछिल्लो समय बिस्तारै विकासका गतिले फड्को मार्दै गरेको पाटीगाउँ कृषि क्षेत्रमा भने आत्मनिर्भर बन्दै गएको देख्न सकिन्छ। पाटीगाउँको माथिल्लो भेग कारबारी टोल, रागे टोल, लामेचौरी टोल र थामडाँडा टोलका कृषकहरूले तरकारी खेतीबाटै वार्षिक 8 लाखदेखि 10 लाखसम्म आम्दानी गरिरहेका छन्। फूलकोपी, मूला, गाजर, धनियाँ, काँक्रो तथा इस्कुसको मुन्टा लगायतका तरकारी उत्पादन गरिरहेको देखिन्छ। आज भने पाटीगाउँ सेरोफेरो.com को टिम कृषकहरूको प्रोत्साहनको लागि लामेचौरी टोलमा पुगेका थियौं। पछिल्लो समय विगत लामो समयदेखि स्वदेशमै बसेर परिवारसँगै कृषि पेशा अँगालेर वर्षेनी लाखौं रकम आम्दानी गर्दै आउनुभएका प्रेम बहादुर राई र कुमाल आविका प्रधानाध्यापक राजेन्द्र राईज्यूहरूको फूलकोपी खेतीलाई तपाईहरू समक्ष देखाउने प्रयास गर्दैछौं। मेरो नाम चाहिँ प्रेम बहादुर राई हो। केराबारी गाउँपालिका 1 पाटीगाउँ लामेचौरी टोल। म चाहिँ यो लामेचौरी टोलको कृषि व्यवसाय गर्दै आएको 2067 सालदेखि गर्दै आएको। अहिलेसम्म मेरो चाहिँ अब यही कोपी कृषि खेती लगायत कुखुरा लोकल सामान्य कुखुरा लोकल फार्म चलाइरहेको छु। अनि बाख्रा प्लस सुँगुर पालेर यसैमा मेरो चाहिँ अब जीवन चाहिँ अब गुजारा भइरहेको छ अहिलेसम्मको। भन्नु पर्दाखेरि चाहिँ सुरुमा त अब कमाइ भयो। अहिले अलिक पछिल्लो समयमा चाहिँ तपाईँको वार्षिक कोपीबाट मैले आम्दानी 5 देखि 6.5-7 लाखसम्म चाहिँ आम्दानी लिँदैछु कोपीबाट मात्रै। तर त्यसमा अब मल बिउ खेतलापात इत्यादिको खर्च कटाउँदा त अब बचत त अलिक कमै हुन्छ। ओडाबाट कृषि अनुदान सहयोग भनेको त खासै भएको छैन। यसपालि चाहिँ रेली संस्था होइन है, रेली संस्था भन्नेदेखि र ओडाकै समन्वय गरेर होला हामीलाई सस्तो मूल्यमा एक फूलकोपीको बिउ चाहिँ वितरण गरेको लिएको हो। अब मैले ओडादेखि भनौँ या कुनै सङ्घ संस्थादेखि भनौँ न, अब मैले अब खास अपेक्षा राखेको चाहिँ यहाँ भनेको अब कोपी खेती गर्दै जाने क्रममा अब सिँचाइको समस्या छ। अब यसमा मैले चाहिँ अब सम्भव भएदेखि ओडा या कुनै संस्थादेखि अब ठुल्ठुलो अब हिलटनको अर्थात् अब पुरो पानी अब जमाउने साधन वस्तु चाहिँ अब पाएदेखि चाहिँ मलाई अझै सहुलियत हो है। बजार भाउ भनेको चाहिँ अहिले यो समय मौसम र अब कति यो कृषि सब्जी वस्तु चाहिँ अब उत्पादनको आधारमा पनि बजार भाउको चाहिँ अब कुरा रहँदो रहेछ। जस्तै अब अत्याधिक उत्पादन भएको बेला कम हुन्छ, सस्तोमा अब तपाईँहरूले हुन्छ भने 25-30 रुपियाँदेखि लिएर माथि अब 25 रुपियाँ सस्तोमा। अब महँगोमा चाहिँ मैले अब 110-20 रुपियाँ प्रति किलोसम्म बेचेको छु। अब यस वर्षको आम्दानी अर्थात् मेरो अनुमान मैले अब यो अगुवा पहिलो सिजनमा लगभग अब उत्पादनको चाहिँ लगभग 40-45 क्विन्टलको टार्गेट थियो। सायद उत्पादन चाहिँ त्यति पुग्ला, तर अब जति अब पैसा लिने छिनाउनेमा चाहिँ अब कस्तो थाप्नेमा चाहिँ अब अलिक फरक पर्ने, किनभने बजार भाउ एकदम कम भइरहेछ। कृषि पेशा अँगालेर आफ्नै देशमा बाँच्न सकिन्छ भन्ने बलियो उदाहरण प्रेम बहादुर राईले दिएका छन्। पाटीगाउँमा यस्ता धेरै कृषकहरू छन् जो विभिन्न कृषि व्यवसायमा लागेर वर्षेनी लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्।
लामेचौरी टोलमै बसेर तरकारी खेती गर्दै आउनुभएका अर्का सफल कृषि व्यवसायी राजेन्द्र राई पेसाले शिक्षण क्षेत्रमा श्री आधारभूत विद्यालय कुमालका प्रधानाध्यापक जस्तो गरिमामय पदमा पसेर पनि परिवारको सहयोगमा वर्षेनी तरकारी खेतीबाट आफूलाई सन्तोषजनक आम्दानी भइरहेको बताउनुहुन्छ। सम्पूर्ण नमस्कार, मेरो नाम चाहिँ राजेन्द्र राई, केराबारी गाउँपालिका वार्ड नम्बर 1 लामेचौरी मेरो घर। म चाहिँ एउटा व्यावसायिक रूपमा भन्दा पनि एक शिक्षक हो। मेरो विद्यालय चाहिँ श्री आधार विद्यालय कुमाल हो, त्यहाँको म प्रभाव पनि हो। मेरो आफ्नो पेसा चाहिँ यो जागिरको सिलसिला, जबको सिलसिला सँगसँगै म कृषिमा पनि आबद्ध छु। कृषिमा विशेष गरी अब हाम्रोमा चाहिँ हुने भनेको सागसब्जी खेतीमा पनि फुलकोपीलाई हामीले प्राथमिकता दिने गरेका छौँ। यसमा चाहिँ म सँगसँगै मेरो परिवारले पनि फुलकोपी खेती चाहिँ गर्ने यो व्यावसायिक रूपमा अगाडि बढ्ने काम एकदम राम्रो भइरहेछ। म लगायत मेरो परिवार पनि यो विशेष गरी फुलकोपी खेतीमा नै अहिले हामी आबद्ध छौँ, सबैजना लागि परेका छौँ। अहिले उत्पादन राम्रो छ। कृषि बजार चाहिँ अब एउटै मात्र हाम्रो चाहिँ कृषि भण्डार भनौँ न, धरान कृषि बजारमा मात्रै आश्रित हुनु परेको हुँदा अब धनकुटा जिल्लादेखि चाहिँ मुडेबासदेखि चाहिँ यता राजारानी भो डाँडा बजार खा लाखेटा सबैतिरबाट चाहिँ धरानमा मात्रै यो जति पनि उत्पादन भएको सागसब्जीहरू थुप्रिने त्यहाँ मात्र चाहिँ व्यापारीले लाने भएको हुँदा अहिले बजार भाउ अलिकति न्यून अवस्था सुनिन्छ। तर यो लटको फुलकोपी सकेपछि अब साउनमा बर्खे झरी हुन्छ, त्यतिखेर उत्पादन कम हुन्छ। त्यसले गर्दा कृषि बजारमा यसको दाम चाहिँ माथि अर्थात् अलिकति अहिलेको तुलनामा कृषकहरूले राम्रो दाम पाउने हुन्छ। अब यो पहिलो लट भयो, अब दोस्रो तेस्रो लट 3 लटसम्म वार्षिक रूपमा 3 पटकसम्म निकाल्न सकिन्छ। कृषिसँग सम्बन्धित सरकारवाला अनि अहिले हामीसँग साना किसान सहकारी संस्था पनि छ। वडा कार्यालयमा पनि अब कृषि सम्बन्धी धेरै बिउ बिजनहरू लिएर वडाले पनि दिने, कृषकहरूलाई केही राहत दिने काम गरिरहेछ। कृषकहरूको बजार भाउ चाहिँ धरानमा मात्र आश्रित नभएर यहाँको चाहिँ मोरङ जिल्लाको राजधानी विराटनगरतिर पनि डाइरेक्ट यहाँको चाहिँ कृषि उत्पादन वस्तुहरू जान सक्यो। यहाँको कृषकहरू चाहिँ कृषिमा धेरै माथि उक्सन सक्छौँ भन्ने हाम्रो एउटा आकलन छ। यो चाहिँ सबै पक्षबाट चाहिँ यसको जोरदार पहल हुनु पर्यो भन्ने हामी कृषकहरूको पनि माग छ। यो कुरा चाहिँ सम्बन्धित निकाय सबैले ध्यान आकर्षण गर्न सक्यो। सिङ्गो केराबारी गाउँपालिका वार्ड नम्बर 1 को कृषकहरू चाहिँ आर्थिकमा धेरै माथि उक्सन सक्थ्यो भन्ने मेरो आफ्नो व्यक्तिगत विचार पनि यहाँ राख्न चाहन्छु। त्यो साथसाथै हाम्रो बारीमा चाहिँ अहिले मैले चाहिँ यहाँनिर हाम्रो चाहिँ सुरुमा भैँसी रागाहरूको चाहिँ यहाँ बाँधेर कम्पोस्ट मलको प्रयोग गरिन्छ। यो रोप्दा पनि तपाईँको चाहिँ सुरुमा सिधा लाइन खन्ने अनि साना साना डोप खन्ने, डोपमाथि चाहिँ कम्पोस्ट मलको प्रयोग गरिन्छ। यहाँ अब विशेष गरी अब राईलिम्बूले सुँगुर पाल्ने गर्छ, सुँगुर र बाख्रा लगायत भैँसीको मल चाहिँ खाल्टोमा लाएर उपरबाट रोप्ने गरिन्छ। अहिलेसम्म यो मेरो बारीमा चाहिँ के हो विषादी र तपाईँको यो भिटामिन भन्ने चिज यो फुलकोपीमा छैन। यहाँले परिश्रम गरेर पनि लान सक्नुहुन्छ र वार्षिक यसको आम्दानी चाहिँ म चाहिँ व्यावसायिक रूपमा कृषिलाई चाहिँ एउटा छुट्टै पार्ट टाइम मात्रै मेरो विशेष अब आफ्नो विद्यालय भएको हुँदा साँझ बिहान मात्रै र छुट्टीको बेला मात्रै दिने भएको हुँदा वार्षिक म 15-20 क्विन्टल चाहिँ यहाँ यतिबाट चाहिँ पठाउने। यो चाहिँ पछिल्लो लटको 2 हप्ता पछिको हो माथिल्लो भन्दा। अब यसमा चाहिँ अहिलेसम्म किरा लागेको छैन र यसमा हामीले विषादीहरू लाउने काम पनि गरेको छैन। अब यो यतिकै रह्यो भने यसमा केही पर्दैन। यो चाहिँ अब माथिल्लो लट भन्दा 14-15 दिन पछि निस्किनेवाला छ। यसले चाहिँ साउन त नभन असार अन्तिमतिर निस्किन्छ यो चाहिँ। त्यसले गर्दा
हामी पाटी गाउँमा उत्पादन भएका हरेक वस्तुहरूको जानकारी तपाईहरूसम्म पुर्याउनेछौँ। कृषकहरूलाई प्रोत्साहन गर्ने साथै उत्पादन भएका वस्तुहरूको प्रचार प्रसार गर्ने उद्देश्यले व्यवस्थित कृषि पेसामा लागेका हरेक कृषकहरूको भिडियो सार्वजनिक गर्दै जानेछौँ। तपाईहरूसँग पनि त्यस्ता केही सामग्री छन् भने हामीलाई सम्झन सक्नुहुनेछ। हामीसँग जोडिरहनको लागि हाम्रो पाटीगाउँ0फेरो.com लाई अहिले नै फलो गरी लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। पाटीगाउँ0फेरो.com लाई यसरी नै माया दिनुहुन्छ भन्ने आशा गरेका छौँ।